आजको समयमा कलियुगको तीर्थ यही नै हो। कलियुगमा 3 प्रकारका मान्छेहरू सधैँ दुःखमा हुन्छन्। 1 नम्बरमा रहेको छ सहयोगी मन भएका मान्छे र 2 नम्बरमा रहेको छ इमान्दार मान्छे र 3 नम्बरमा रहेको छ शुद्ध मन भएका मान्छे। हजुर हो, जसले सधैँ अरूको भलो सोच्छ, जसले कहिल्यै फाइदाको हिसाब नगरी अरूका आँसु पुस्ने गर्छ, त्यही सहयोगी मान्छे सबैभन्दा धेरै तिरस्कृत हुन्छ सबैको। जो इमान्दार छ, जसले चाकरी गर्दैन, झुट बोल्दैन, आफ्नो बाटो सिधा राख्छ, उही मान्छेलाई पछाडि पारिन्छ, हेला गरिन्छ अनि मायामा छायामा पारिन्छ। जुन मान्छेको शुद्ध मन हुन्छ, जसको मनमा लोभ छैन, जसको मनमा ईर्ष्या छैन, कसैको मनमा दोष छैन, आज उसले नै मूर्ख ठानिन्छ। उसको सरलतालाई मजाक बनाइन्छ। चाकरी गर्ने, राम्रोसँग कुरा बनाएर झुट बोल्ने, तलदेखि माथिसम्म चिप्लो खस्ने मान्छे समाजको नजरमा राम्रो बन्ने गर्छ। साँचो बोल्ने, सिद्धान्तमा अडिने, मानवताको पक्षमा उभिने मान्छे समाजमा एक्लो देखिन्छ, साथै उसलाई हाँसोको पात्र बनाइन्छ। तर यिनै एक्ला र चुपचाप सहेर आफ्नै आँसु लुगाएर अरूलाई हँसाउने र यी मान्छेहरू नै भोलिको उज्यालोका मूल आधार हुन्। समाजले बुझेको छैन, तर इतिहासले लेख्नेछ, सत्ताको लोभमा भुल्नेहरू होइन, सत्यको बाटो रोज्नेहरू नै अमर हुन्छन्। त्यसैले यदि तपाईँ पनि सहयोगी हुनुहुन्छ र इमान्दार हुनुहुन्छ भने, शुद्ध मनको धनी हुनुहुन्छ भने दुखी नहुनुहोस्, तपाईँ नै यस कलियुगको ज्योति हो। धन्यवाद। भिडियो सुनिसकेपछि लाइक, सब्सक्राइब र कमेन्ट गर्न चाहिँ नभुल्नुहोला। सम्पूर्ण साथीहरूलाई धन्यवाद।